यो हो स्टिल्ट वाकिङ अनि आज म यो स्किल सिक्दैछु। यो हेर्दा त सजिलो देखिन्छ तर वास्तवमा कतिको गाह्रो छ आजको भिडियोमा स्पष्ट हुनेछ। यो एउटा च्यालेन्ज मात्र होइन, यो एउटा स्किल सिक्ने जर्नी हो। आउनुहोस् यो यात्रालाई सुरु गरौँ। यो चाहिँ हाम्रो स्टिल्ट वाकिङ गर्ने यन्त्र हो। यो खासमा यो चाहिँ मैले आज भिडियो बनाउनुको मेन कारण भनेको चाहिँ म सानो हुँदाखेरि हामी भन्दा सिनियर दाइहरूले चाहिँ यस्तो बनाएर हिँड्थ्यो होइन, अनि म चाहिँ अलिक सानै थिएँ त्यो गर्नको लागि, त्यही भएर मैले चाहिँ यो कहिले गर्न पाइनँ। अनि आजको च्यालेन्ज चाहिँ हाम्रो के हुन्छ भने यो ग्राउन्डको एकपट्टिबाट अर्कोपट्टि पुग्ने चाहिँ आजको हाम्रो च्यालेन्ज हो होइन। सुरुचोटि हेर्दा मलाई पनि यो असम्भव जस्तो लागेको थियो, तर आज मैले आफै यो सिक्ने च्यालेन्ज लिएको छु। सुरुमा 2 सेकेन्ड पनि टिक्न सकिनँ, पटक पटक लडेँ तर हार मानिनँ। भिडियोलाई लास्टसम्म हेर्नुहोला किनकि यो भिडियोमा मेरो सबैभन्दा ठुलो उपलब्धि देख्न पाउनुहुनेछ। गाह्रो छ यार, यो त गाह्रो छ। मैले यो स्किललाई गाह्रो छ भनिसके पछाडि मेरो साथीले पनि यसलाई सिक्ने इच्छा जगायो अनि उसले पनि खासै राम्रो त गर्न सकेन। अनि यहाँसम्म प्र्याक्टिस गर्दा यो कुरा त क्लियर भइसकेको थियो कि यो स्किललाई एक दिनमा मास्टर गर्न त इम्पोसिबल छ, तर मैले कतिसम्म सिक्न सकेँ त। र हाम्रो अगाडि एउटा प्रब्लम आइसकेको थियो। हाम्रो स्टिल्टको टेक्ने भाग प्र्याक्टिस गर्दा गर्दा बाङ्गिन थालिसकेछ। मैले चाहिँ सिक्न थालेको त्यस्तै 15 मिनट जति भयो। 15 मिनटमा मैले त्यस्तै 4 पाइलासम्म चाहिँ हिँड्न सिकिसकेँ। अब हेरौँ कति टाइम लाग्दो रहेछ होइन। यहाँसम्म आइपुग्दा मैले प्र्याक्टिस गर्न लागेको लगभग 1 घन्टाभन्दा बढी भइसकेको थियो। अनि यत्रो बेर प्र्याक्टिस गर्दा पनि मैले 4-5 पाइला मात्र हिँड्न सिक्दै थिएँ। साँच्चै नै यो स्किल त सोचेको भन्दा एकदमै धेरै गाह्रो रहेछ। हाम्रो स्टिल्टको टेक्नेपट्टिको भाग एकदमै धेरै लामो भएकोले गर्दा हामीलाई प्र्याक्टिस गर्न एकदमै धेरै गाह्रो भइरहेको थियो। त्यही भएर स्टिल्टको आधी भाग हामीले काट्ने निर्णय गऱ्यौँ किनकि स्टिल्ट छोटो बनाएर प्र्याक्टिस गर्दा पो सजिलो हुन्छ कि भन्ने हिसाबले। हाम्रो स्टिल्ट छोटो भइसकेको थियो र कम्फर्टेबल पनि, तर सिकी भने अझै पनि सकिएको छैन। अनि हाम्रो स्टिल्टको टेक्नेपट्टिको भाग पनि बाङ्गिसकेको रहेछ, त्यही भएर पार्ट 1 को च्यालेन्ज पनि चेन्ज गर्नुपर्ने भयो। हामीले ट्राई गर्न लागेको 2 घन्टाभन्दा धेरै भइसक्यो अनि अब रात पनि पर्न आँटिसक्यो। त्यही भएर यहाँदेखि मलाई पल्लो पोस्कीसम्म पुग्नको लागि चाहिँ कति टाइम लाग्छ होला त मलाई, अब म त्यो ट्राई गर्न आँटेको छु। म सिम्पली हिँड्छु अनि हिँड्दाखेरि चाहिँ म जहाँ रोकिन्छु हो त्यो रोकेको टाइम चाहिँ काउन्ट हुँदैन, हिँड्दाखेरिको मात्रै टाइम काउन्ट हुन्छ। मलाई चाहिँ परदेखि यहाँसम्म आइपुग्न यो डन्टी टेकेर 2.5 मिनट जति लागेछ। तपाईँहरूलाई यस्तै खालको इन्ट्रेस्टिङ भिडियोहरू पनि हेर्न मन छ भने सब्सक्राइब